साथीहरु धेरै जसो मिस्त्रीहरूले चाहिँ महिन्द्रा अर्जुनको एक्सल खोलेपछि यो वाला लक यो एक्सलमा चाहिँ लागेको हुन्छ हैन। यो हाल्न चाहिँ एकदमै अल्छी गरेर हुन्छन् हैन, झ्याउ मानिरा हुन्छन्। तर प्लिज म मिस्त्रीहरूलाई के भन्न चाहन्छु भने यो लक चाहिँ हाल्न अल्छी नगर्नु होला। यसले गर्दा धेरै समस्याहरू आउँछ। आफै एक्सलको बोल्ट आफै खुल्न सक्छ हैन, अनि एक्सलको नट पनि टुट्न सक्छ। यसले चाहिँ धेरै सपोर्ट गर्छ है। यसको लकको खाँचा त हुँदैन यसमा, तर पनि यो लकले चाहिँ बेरिङलाई स्टेबल एकै ठाउँमा स्टेबल राख्छ। त्यसै कारणले लक कम्पनीले हालेको हुन्छ हैन। यो चाहिँ हामीले यता हालिसकेका छौं र यसमा पनि म यो हाल्न गइरहेको छु, तपाईलाई देखाउने छु है। तपाईलाई लक हाल्न चाहिँ यस्तो खाले आउटर प्लस चाहिन्छ है। अनि सिर दबाएर हाल्न सक्नुहुन्छ। देखाउने छु है। यो तरिकाले तपाईले चाहिँ हाल्न सक्नुहुन्छ है। अलिकति अप्ठ्यारो हुन्छ। बसिसकेको छ हैन। अब चाहिँ यसलाई हामी थोडा घुमाउँछौं है। थोडा घुमाएर हामी यसरी चाहिँ पुस्छौं है। हेर्न सक्नुहुन्छ यो तरिकाले यहाँ बसालेपछि यहाँ मात्रै लक बसिसक्यो।